मैले मेरो बुढालाई पैसा हाल्ने त्यो जाबी बङ्गालीको घोडालाई के मतलब भनेकी थिइस् तैँले? त्यही बङ्गाली त्यही महारानीलाई अहिले फेरि अहिले उ गर्छिस्? टटौरी पैसा फिर्ता गर है। टटौरी अरू कुरा थाहा छैन, मेरो छोराले खान्छ। टटौरी पैसा फिर्ता गर बस, सिद्धो पैसा फिर्ता गर। मेरो छोरा 4 घण्टा लाएर अनि ए टु जेड तेरोमा के अरे माइतीको थाहा छ भने चाहिँ बङ्गालीको घोडा टटौरीले भनियोली अनि पोको बोकेर फेरि को आएको? को छ मेरो माइतीको नजिक को छ? त्यो पोको बोकेर आएको कि म पोकेर एकजना बोल्न आउनु त ल? त टटौरी जस्तो हो र? टटौरी राति पोको बोकेर हिँड्छस् त? पोको बोकेर भरसँग आउने त? राति खोलामा लिन गउने म र फुपूको छोरी जिउँदै छ, मरेको छैन हैन? अनि त मलाई पोको बोकेर हिँडेको भन्ने टटौरी तैँले कुरा लाउने? कहाँ कोसँग पोको बोकेर गए? ल देखा त ल त्यो मान्छे। म यहाँ फोन गरेर लाउड स्पिकर पारेन। ल को मान्छेको नाम तोक त, लाउड स्पिकर पारेर फोन गर्छु। ल टटौरी ठुला कुरा गर्छिस्? उज्जल दाईले बोलाउन, सबै सावित्री बोल्नुहुन्छ। उज्जल दाई हुनुहुन्न क्या प्यारी? कहाँ उज्जल दाई? मैले उज्जल दाईले म्यासेज गरिसकेको। टटौरी त बोयफ्रेन्ड राखेर अझ जुन चाहिँले मुद्दा हाल्न खेपेर लिएर हिँडिराखेको छन् नि, अनि तिनीहरू चाहिँ साइडमा बोयफ्रेन्ड राखेर नि यता मुद्दा हाल्न लाउने। टटौरी मासु डटाउँदै जानु न, म उठ्छु। छेउमा भए मान्छे टटौरी बुझिस् नि? म चुबुलाई बसेर झगडै गरेको थिइनँ। बङ्गालीको घोडा उफ्री, बङ्गालीको घोडा कहिले कहिले युट्युबमा हेर्दै चाहिँ बङ्गालीको घोडा युट्युबमा हेर्दै रहेछ कहिले कहिलेको। अनि त्यो देखेर सन्किँदो रहेछ। प्रेसरको औषधि छ नि त बङ्गालीको घोडा त, प्रेसरको औषधि छ। टटौरी मेरो छोराको विषयमा बोलिस् टटौरी? तेरो चाहिँ बोयफ्रेन्ड रहेछ कि रोइन्छ त? टटौरी अनि भरतलाई पैसा आफै हालिदिए त्यो छोरालाई डङ कुटेर के भने मलाई फोन गरेर भने कुटी, त्यहाँ छोरालाई बेसमारी कुटी। मैले हालेको भनी लास्टमा अनि 15 वर्ष बसेको बुढो हो त्यहाँ, मलाई माया लाग्यो मैले हाल्ने भनी टटौरी। टटौरी पैसा फिर्ता गर है। टटौरी 45,000 मेरो बुढालाई पनि थाहा नपाइ मैले मेरो सेभ गरेको पैसा हालेको टटौरी। पैसा फिर्ता गर टटौरी। चुबु लागेर बसेको त्यहाँ लक्ष्मीमा त चुबु लागेर बङ्गालीको घोडा उफ्रेर उसलाई चाहिएको रे आइडी ग्रो गराउने रे बङ्गालीको घोडा। तँलाई पख्न बङ्गालीको घोडा पख्तेर भोलि बङ्गालीको घोडा आइतबार हो भोलि पख्न। त मर्न, त किन मर्नु पर्यो? म त बङ्गालीको घोडा मर्न, म चाहिँ किन मर्नु पर्यो? बङ्गालीको घोडा तेरो बाउको के खाइदिएछ र मर्नलाई? तँलाई त तेरो बाउको भुँडी बोकेर त भालु भएर निकालेर तँलाई गाउँबाट। अनि मैले बोलेको त तैँले बोलेको चाहिँ सबै सही हुने, मैले बोलेको चाहिँ गलत हुने हुन्छ? बङ्गालीको घोडा तैँले भालु भन्दा म भालु हुने तनाडीले चाहिँ? अनि तैँले भालु भनेर म भालु हुन्छु र अरे, अनि तैँले भालु भनेर म चाहिँ भालु हुन्छु? जसकोमा नि बोल्नु पर्ने, त्यसलाई चाहिँ जसकोमा नि बोल्नु पर्ने। यसलाई ऊ चाहिएको आइडी ग्रो गराउनु पर्यो। आइडी गइहाल्दो रहेछ, आइडी ग्रो गर्नु परेको, आइडी ग्रो गराउनु परेको। अनि टटौरीले के भने अरे
गाउँमा त्यो घरलाई चाहिँ वडा अध्यक्षको नम्बर दिम के अरे बङ्गालीको घोडा तँलाई किन नि बोयफ्रेन्ड नहुनु पोको बोकेर आकी भरा त्यो जात्रामा जाँदा मन पर्यो भनेर पोको बोकेर त्यो चाहिँ आकी सोध्नुलाई को हुनुहुन्छ अस्ति उज्जवल दाइ जुन माथि गएर सम्झाउनु भएको थियो नि मेन गाउँको ठुलो मान्छे त्यहाँ गएर त्यो दाइले गएर मेसेज गर्नु को पोको बोकेर आएको म पोको बोकेर गएको कि टटौरी पोको बोकेर आकी सुन्नु भन अहिले भोइस सुनाइदिएको बोयफ्रेन्ड रहेछ भनेको उसको माइतीले उता साइडमा बोयफ्रेन्ड राखेर डिभोर्स भएको रे बुढी डिभोर्स भएको रे कता सातोपटामा कता घर छ अरे अनि जागिर गएर के भयो त यता घर पाउने भए उता जेल हाल्छु भने खुलित्त जेल हाल्छेस् टटौरी सक्छेस् तैँले मुद्दा खेपेर सक्छेस् टटौरी ब्लेमलेस आमालाई चेक चोरेको ब्लेमलेस तँ गएर भिडियो कल गरेको हो कि न टटौरी त्यहाँ गएर कसम खाएर भन् त टटौरी आमाले होइन नि त नभएको कुरा गर्नुहुन्न नि त टटौरी देविका यी भनेर तँ रुममा गयो कि आमा थिएनन् बुझिस् टटौरी सत्य बोल्नुपर्छ मान्छे भएपछि बुझिस् नि टटौरी झुटो बोल्नुहुन्न तँ बोल्दा सत्य तँ गएको कि आमा गएको भनेर डर छ क्या तरकारी बन्द गरिदिनु न अन्त बन्द गर्नु न त्यही त मेरो घरको थाहा रहेछ क्या बङ्गालीको घोडालाई थाहा छ अरे क्या मेरो घरको तर वडा अध्यक्षको फोन गर वडा अध्यक्षको नम्बर दिन्छु के अरे बङ्गालीको घोडा अनि के घोषणा गर्दै